बालेन सरकारले जसरी सुकुम्बासी बस्तीहरू खाली गर्ने डोजर लाउने एउटा प्रक्रिया प्रारम्भ भयो, जस्तो सोचिएको थियो अत्यन्त तनाव हुन्छ, तिक्ततापूर्ण हुन्छ, झडप हुन सक्छ भन्ने एउटा परिकल्पना गरिएको थियो। त्योभन्दा ठिक विपरीत सबैजना त्यहाँबाट जो सुकुम्बासीहरू थिए त्यहाँबाट अन्त जानको लागि तयार हुनुभयो र त्यसभित्र दुई तीनटा कुराहरू छ। एउटा कुरा, जो वास्तविक सुकुम्बासी र पीडित थियो त्यो सुकुम्बासीको घर नभइकन हुकुमबासीले भाडामा लगाउने 90% त त्यहाँ सुकुम्बासीहरू जो त्यहाँ पनि रेन्ट तिरेर बस्ने रहेछन्। ल हेर्नुहोस् विडम्बना, समस्या। 90% जो सुकुम्बासी छ, जो रियल सुकुम्बासी छ, उनीहरूले त्यहाँ सुकुम्बासीको नाममा आन्दोलन गर्ने, नेता बन्ने, सुकुम्बासीको नाममा आफूहरूले त्यहाँको चाहिँ भोगचलन गर्ने र त्यही चाहिँ सुकुम्बासीका टहराहरू पनि भाडामा लगाइएको कारुणिक दृश्यहरू देखियो। ती वास्तवमै सुकुम्बासीहरू ती भाडामा बस्नेहरू सुकुम्बासी हुन्। त्यहाँ भोगचलन गर्ने, यो मेरो हो भनेर जो कब्जा गरेर बसेका थिए ती वास्तविक सुकुम्बासी नै होइनन्। सरकारले जुन यो कदम चालेको छ, त्यहाँ जुन पीडित थिए, जो पीडित व्यक्तिहरू त्यहाँ सुकुम्बासी, जो रियल सुकुम्बासी थियो, उनीहरूको उद्धार गरोस् र सरकार त्यो दिशामा पनि गइरहेको देखिन्छ। यसले गर्दा नेपालभरि नै जो सरकारी जमिनहरू हडप्ने, खाने यो प्रचलन थियो, यसको अब बन्द हुन्छ। यो परम्परा तुरुन्त बन्द गर्नुपर्छ। सरकारले जुन कदम चालेको छ त्यो ठिक छ। यो धेरैचोटि सुनियो, सुकुम्बासी आयोग बने नेपालमा। अहिले जुन यो उसपछि 12वटा सुकुम्बासी आयोग बने। सुकुम्बासी आयोग बने, त्यो सुकुम्बासीहरूको वास्तविक सुकुम्बासीको समस्या समाधान हुन सकेन। पक्कै पनि यो 2/3 सरकार नजिक छ। यो सरकारले जो रियल भूमिहीन छन् उनीहरूलाई घाँस बाँस कपासको व्यवस्था गर्नु आवश्यक छ। सरकारको दायित्व हो, सरकारले गर्नै पर्छ। र जो सुकुम्बासीको नाममा तलौं तला बिघौं बिघा जग्गा हुने, यता सुकुम्बासी भनेर सहर नजिकको, बस्ती नजिकको, जहाँ मूल्य पनि धेरै पर्छ, त्यहाँका सरकारी जग्गाहरू हडप्ने गर्ने गरेका छन्। यो कुराको अब चाहिँ अन्त्य हुनुपर्छ। सरकारले जुन काम गरिरहेको छ त्यो काम ठिक छ। 90% मान्छेहरू जो सुकुम्बासी हुँ भनेर आफूलाई भन्छन् ती सुकुम्बासी रहेनछन्। थ्याङ्क यू भेरी मच।